नमस्कार। शेयर बजार आफैमा जोइनको क्षेत्र हो। यहाँ प्रवेश गर्दाखेरि चाहिँ हामीले एकदमै राम्रोसँग अध्ययन गरेर मात्र प्रवेश गर्नुपर्दछ र त्यसै गरेर समग्रमा आजको दिनमा चाहिँ हामीले शेयर बजारको जुन यो नेप्सी चार्ट हेर्ने हो भने चाहिँ एउटा सपोर्टको एरियाबाट नै फर्किन खोजेको छ। आज राम्रैसँग फर्किन खोजेको छ र आजबाट चाहिँ जुन यो सोमबारबाट चाहिँ जुन यो अमेरिका र चीन बीचको व्यापारिक वार्ता पनि पोजिटिभ भएसँगै अन्तर्राष्ट्रिय बजारमा पनि हामीले पोजिटिभ नै माहौल देख्न सक्छौँ, जसको इफेक्ट चाहिँ नेपालमा पनि केही परेको हो कि जस्तो हामीले देख्न सकिन्छ। जहाँ कि अब भोलिको दिनमा अर्थात् आगामी दिनमा चाहिँ 2480बाट बजार डाउन जान्छ भनेदेखि चाहिँ हामीले स्टप लस गर्ने, होइन भने 2480 को लेभलसम्ममा बजार बस्छ र साइडवेज बस्छ भने चाहिँ हामी बिस्तारै एड गर्न सकिने जोनमा आएका छौँ। अब पनि हामीले 2480बाट बजार डाउन जान्छ भने स्टप लस गर्ने, होइन भने बिस्तारै हामीले केही किता एड गर्न सकिने अवस्थामा आएर चाहिँ अहिलेको अवस्थामा रहेका छौँ। अब भोलिको दिनमा पनि हामीले फन्डामेन्टल बेस्ड भएका तथा लो क्याप तथा मिड क्याप कम्पनीहरूलाई फोकस गर्ने र अनि अर्को भनेको चाहिँ अनलकिङ डेट अलिक टाढा भएका स्टकहरू जुन हाइड्रो पावर सेक्टरबाट जाँदाखेरि चाहिँ त्यस्तो स्टकहरूमा फोकस गरेर चाहिँ प्रवेश गर्न सकिने अवस्था रहेको छ। अब समग्रमा बजार हेर्ने हो भने आजको दिनमा 62.29 अङ्कको चाहिँ बढोत्तरी आएको छ। बजारमा नै 2.48% को बढोत्तरी आएर चाहिँ जुन यो 2571.34 अङ्कमा गएर क्लोज भएको छ। तर पनि बजारमा भोल्युम भने त्यति ठुलो आएको छैन। जम्मा 4 अर्ब 57 बराबरको अर्थात् 4 अर्ब 57 करोडभन्दा माथिको भोल्युम मात्र अहिले हामीले बजारमा देख्न सक्छौँ। अब समग्रमा हेर्ने हो भने चाहिँ 235वटा स्टकले चाहिँ ग्रिन सिग्नलमा क्लोज भएका छन् र 13वटा सिग्नल रेड सिग्नलमा क्लोज भएका छन् र अनचेन्जमा 2टा रहेको छ। जसमध्ये हामीले आजको दिनमा सर्किटको लेभलमा हेर्ने हो भने चाहिँ 2टाले लगभग सर्किटको लेभलमा हामीले 2टा देख्न सक्छौँ। NIADI NADI र BPCL रहेको छ सर्किटको लेभलमा। त्यसै गरेर टप गेनरबाट हेर्ने हो भने राति रहेको छ 8.69% को बढोत्तरी, LBBL रहेको छ 8.24% को बढोत्तरी, जोशी रहेको छ 7.96% को बढोत्तरी, FMDBL रहेको छ 7.74% को बढोत्तरी, BNSC रहेको छ 7.32% को बढोत्तरी, CORBL रहेको छ 7.13% को बढोत्तरी। त्यसै गरेर SPC SLBBL लगायतको स्टकहरू चाहिँ आजको दिनमा हामीले टप गेनरबाट देख्न सक्छौँ। अब बढोत्तरीमा हेर्ने हो भने राम्रो पर्सेन्टका साथ स्टकहरू राम्रोसँग बढिरहेका छन्। नर्मल यो 6% 5% को बढोत्तरीहरू चाहिँ हामीले धेरै नैवटा स्टकमा भेट्न सक्छौँ। र अब आगामी दिनमा प्रवेश गर्दाखेरि चाहिँ आजको दिनमा कम बढेको स्टकहरू अर्थात् आफूसँग जुन स्टक छ त्यसमा नै WCC कम गर्नको लागि हामी चाहिँ त्यही स्टकहरू एड गर्न सकिन्छ भोलिको दिनमा पनि। र आजको दिनमा सबैभन्दा लुजरबाट हेर्ने हो भने HPPL रहेको छ 6.36% को सबैभन्दा लुजर रहेको छ र त्यसै गरेर BNL रहेको छ 3%, ANLB 3%, UNL रहेको छ 3% र समता AHL लगायतको 2% 1% हुँदै आज घटाइमा भने पर्सेन्टेज एकदमै कमी देखिन्छ। जम्मा 13वटा स्टक मात्र चाहिँ आजको दिनमा हामीले टप लुजरबाट देख्न सक्छौँ र अनचेन्जमा रहेको छ 2टा, जसबाट हेर्ने हो भने ILBS र MSHL रहेको छ। अब आजको दिनमा चाहिँ हामीले जुन यो टप टर्नओभरबाट हेर्ने हो भने HPPL चाहिँ पछिल्लो चरणमा राम्रोसँग बढिरहेको कारणले गर्दा पनि अहिले चाहिँ हामीले राम्रो घटेको पनि हामीले हेर्न सक्छौँ। जहाँ कि HPPL चाहिँ आज हामीले टप लुजरमा नै देखिन्छ। यो 3 दिनसम्म राम्रो बढेको छ, त्यो भएको कारणले गर्दा पनि हुनसक्छ। र अनि अर्को भनेको चाहिँ यदि खेलाडी प्रवेश गरेको भने चाहिँ रिइन्ट्रीको लागि पनि हुनसक्छ। अहिले हामीले यसको लास्टमा हेर्ने नै छौँ। टप गेनर र टप लुजरबाट हामीले 2-3वटा स्टकहरू लास्ट आवरमा हेर्ने नै छौँ। र त्यसै गरेर UNHPL रहेको छ टप टर्नओभरबाट, रादी रहेको छ, BPCL रहेको छ, NRN रहेको छ र टप भोल्युमबाट हेर्ने हो भने चाहिँ HPPL, UNHPL, HIDCLP, रादी, BPCL लगायतको स्टकहरू देख्न सकिन्छ। र टप ट्रान्जेक्सनबाट हेर्ने हो भने HBL, HRL, HPPL, HDL, रादी लगायतको स्टकहरू देख्न सकिन्छ। अब HDLबाट हेर्ने हो भने 20% सेयर बोनस र क्यास चाहिँ 5% गरेर टोटल 25% बोनसको पनि घोषणा गरेको छ। अब यस्ता स्टकहरूमा चाहिँ अब हामी प्रवेश गर्दाखेरि के गर्ने, कुन स्टकहरूमा प्रवेश गर्ने, कस्तो खालको स्टकहरूमा प्रवेश गर्ने भनेर त मैले तपाईँहरूलाई बारम्बार भनि नै रहेको छु। अब भनेको लो क्याप तथा मिड क्याप कम्पनी र अर्को भनेको फन्डामेन्टल बेस्ड भएका स्टकहरूमा प्रवेश गर्नु चाहिँ बेस्ट हुन्छ। र त्यसै गरेर सेक्टर वाइजली हेर्दाखेरि चाहिँ हामीले अब हाइड्रो पावर सेक्टरबाट हेरौँ
हाइड्रो पावर सेक्टरबाट हेर्ने हो भने बजार जसरी घटेको छ त्यसै गरेर हाइड्रो पावर सेक्टर नै घटेको छ र एउटा सपोर्टको एरियामा आएर चाहिँ बजार फर्किन खोजेको छ। अब हाइड्रो पावर सेक्टर समग्रमा हेर्दाखेरि चाहिँ 29,930 को लेभलसम्म भने हामी त्यस्तो आँतिर पर्दैन। यतिखेरसम्म को लेभललाई भने अब हामी न्यू इन्ट्री गर्दाखेरि भने 3,130 बाट बजार डाउन जान्छ भनेदेखि स्टप लस गर्ने, होइन भनेदेखि 3,100 अर्थात् 3,100 को लेभलसम्म भने बिस्तारै वेट एन्ड सीमा बसेर चाहिँ प्रवेश गर्न सकिने अवस्था रहेको छ हाइड्रो पावर सेक्टरमा चाहिँ। अब प्रवेश गर्दाखेरि अनलकिङ डेट अलि टाढा भएको र लो क्याप तथा फन्डामेन्टल बेस्ट भएको स्टकहरूमा प्रवेश गर्नु चाहिँ बेस्ट हुन्छ। अल सेक्टरबाट हेर्दाखेरि अब हामीले जुन यो बजारको सब इन्डेक्स हेरौँ होइन, सब इन्डेक्स हेर्ने हो भने लगभग 3.19% इन्भेस्टमेन्ट सेक्टरबाट बढोत्तरी आएको छ। ट्रेडिङमा गिरावट आएको छ। सबैभन्दा बढीको हेर्ने हो भने लाइफ इन्सुरेन्स 3.55% को बढोत्तरी आएको छ। अब हामी लाइफ इन्सुरेन्सतिर पनि बिस्तारै एड गर्न सक्छौँ। नन लाइफमा भन्दा पनि लाइफ इन्सुरेन्समा फोकस गर्नु चाहिँ अहिलेको अवस्थामा बेस्ट देखिन्छ। नन लाइफ पनि एकदमै राम्रोसँग घटिसकेको छ र आजको बढोत्तरी पनि 2.54% को बढोत्तरी आएको छ नन लाइफमा पनि। नन लाइफमा भनेको जुन यो खोलाबाडी र जेनजीको आन्दोलनको कारणले गर्दा एकदमै राम्रोसँग घटेको छ। अझ बिस्तारै बढ्न खोज्छ भनेदेखि बिस्तारै प्रवेश गर्ने, होइन भने अहिले बढी फोकस भनेको एकदमै कम बढेको सेक्टर जुन यो पछिल्लो चरणमा नै नबढेको सेक्टरको रूपमा हेर्ने हो भने फाइनेन्स सेक्टर एकदमै कम बढेको सेक्टर हो, जहाँ कि आजको दिनमा 3.14% बढोत्तरी आएको छ। र डेभलपमेन्ट बैंक पनि राम्रो घटेको सेक्टरको रूपमा लिन सकिन्छ। डेभलपमेन्ट बैंकमा पनि प्रवेश गर्न सकिने अवस्था रहेको छ। फाइनेन्स, डेभलपमेन्ट बैंक, बैंकिङ सेक्टर र हाइड्रो पावर सेक्टर र इन्भेस्टमेन्ट सेक्टरतिरबाट पनि बिस्तारै प्रवेश गर्दाखेरि चाहिँ बेस्ट हुन्छ। र अरू सेक्टरमा पनि आफूसँग छ भनेदेखि बिस्तारै केही किताब भने एड गर्न सकिन्छ। र यसको साथसाथै अब जुन एउटा आइपिओ खुल्ने क्रममा छ, यो आइपिओ पनि भर्नु होला 2025 11/5 देखि 2025 11/9 सम्मको लागि चाहिँ जुन यो एसवाई प्यानल भन्ने आइपिओ अब लगत्तै खुल्नेछ। 2025 11/5 बाट खुल्नेछ। अब यो आइपिओ पनि हजुरहरूले भर्न नछुटाउनु होला भन्दै अब अरू जुन यो सेक्टर वाइजली नै हामीले कन्टिन्यू गरौँ। हाइड्रो पावर सेक्टरबाट पनि बिस्तारै केही किताब एड गर्न सकिने अवस्था छ, जुन मैले अगाडि नै भनेको छु। त्यसै गरी सेक्टर वाइजली हेर्दाखेरि कमर्सियल बैंक हेरौँ। कमर्सियल बैंक पनि एउटा राम्रो गिरावट आएर बसेको छ, एकदमै लो प्राइस भएको र जुन यो डिभिडेन्ड क्यापेसिटी बढी भएको स्टकहरूमा भने लङ टर्म तथा सर्ट टर्मको रूपमा पनि अब हामी बिस्तारै एड गर्न सकिन्छ। कमर्सियल बैंकमा हेर्ने हो भने जुन यो 1300 को लेभलबाट डाउन जान्छ भनेदेखि स्टप लस गर्ने, होइन भने 1300 भन्दा माथि बजार जबसम्म बस्छ त्यतिखेरसम्म भने बिस्तारै एड गर्न सकिने अवस्था रहेको छ। अब अहिले इन्ट्री गर्दाखेरि चाहिँ हरेक स्टकको सबैभन्दा बढी घटेको स्टक र फन्डामेन्टल बेस्ट भएको प्लस बढी घटेको स्टकहरूमा प्रवेश गर्दाखेरि चाहिँ हामीलाई त्यहाँबाट अझ घट्ने सम्भावना कम हुन्छ। अब लगभग 5-6 महिना सर्ट टर्म तथा मिड टर्मको लागि भने अब हामी प्रवेश गर्ने जोनमा नै आएका छौँ। यदि बजार नै समग्रमा 2480 बाट डाउन जान्छ भनेदेखि स्टप लस गर्ने, होइन भनेदेखि 2480 भन्दा बजार माथि रहँदाखेरिसम्म चाहिँ हामीले वेट एन्ड सीमा बस्ने र बिस्तारै एड गर्न सकिन्छ। र त्यसै गरेर कमर्सियल बैंकको हेर्ने हो भने 1300 को लेभलबाट बजार डाउन जान्छ भने स्टप लस गर्ने, होइन भने त्योभन्दा माथि बस्दाखेरि बिस्तारै केही किताब एड गर्न सकिने अवस्था रहेको छ। बिस्तारै एड गरेर हामीले अब फर्स्ट टार्गेट हेर्ने हो भने चाहिँ 1412 लगभग 100 अङ्कको बढोत्तरी अर्थात् आजको दिनमा 1360 रहेको छ। अब नर्मल भनेको 1450 1460 को लेभल 100 अङ्कको बढोत्तरी चाहिँ हामीले नर्मल पनि फेला पार्न सक्छौँ। र त्यो भएको कारणले गर्दा अब बिस्तारै एड गर्न सकिने अवस्था रहेको छ बैंकिङ सेक्टरबाट पनि। अब हामीले डेभलपमेन्ट बैंकबाट हेरौँ। सेक्टर वाइजली हेर्दा डेभलपमेन्ट बैंकमा पनि जब बढोत्तरी आउँछ एकदमै बेस्ट तरिकाले आउँछ। एउटा राम्रो घटिसकेको नै छ सेक्टर वाइजली पनि। र डेभलपमेन्ट बैंकमा चाहिँ लो क्याप स्टकहरूमा चाहिँ बढी खेलाडीहरू अझ पनि प्रवेश गर्ने सम्भावना बढी र प्रवेश गरिसकेको पनि सङ्ख्या भएको कारणले गर्दाखेरि डेभलपमेन्ट बैंकमा प्रवेश गर्दाखेरि फन्डामेन्टल प्लस लो क्याप स्टकहरूमा चाहिँ मजाले प्रवेश गर्न सकिन्छ। जुन अब फन्डामेन्टल पनि बेस्ट र लो क्याप स्टकहरूमा प्रवेश गर्दाखेरि चाहिँ यसमा बढ्दा पनि राम्रोसँग बढ्छ। त्यो भएको कारणले गर्दा बजार राम्रोसँग घटेर बसेको अवस्था छ। बिस्तारै एड गर्न सकिने अवस्था रहेको छ सेक्टर वाइजली हेर्दा डेभलपमेन्ट बैंक। अब यसमा हामीले स्टप लस राख्ने भने चाहिँ जुन 5220 को एरियाबाट बजार डाउन जान्छ भने स्टप लस गर्ने पाराले प्रवेश गर्न सकिने अवस्था रहेको छ।
तर अहिलेको अवस्थामा स्टप लस भन्दा पनि मजाले एड गर्नु नै बेस्ट हुन्छ। त्यसै गरेर पछिल्लो चरणमा एकदमै नबढेको सेक्टरको रूपमा हामीले फाइनेन्स सेक्टरलाई लिन सक्छौँ, जहाँ कि आजको दिनमा 2% को बढोत्तरी आएको छ। फाइनेन्स सेक्टर समग्रमा हेर्ने हो भने अझ पनि लगभग 40-50% को नै गिरावटमा आएर बसेको छ। पहिला 4100 को लेभलमा पुगेको स्टक अझ पनि 2224 को लेभलमा आएको छ सेक्टर वाइज लिने पनि, र समग्र स्टक पनि लगभग 50% भन्दा बढी गिरावट आइसकेको छ। त्यो भएको कारणले गर्दा फाइनेन्स सेक्टरमा पनि प्रवेश गर्न अब डराउनु पर्दैन, बिस्तारै एड गर्न सकिने अवस्था रहेको छ सेक्टर वाइजले हेर्दा फाइनेन्स सेक्टर। अब हामीले त्यसै गरी माइक्रो फाइनेन्स सेक्टरबाट हेरौँ। सेक्टर वाइजले हेर्दा माइक्रो फाइनेन्स सेक्टर पनि पछिल्लो चरणमा एकदमै राम्रोसँग घटेर एउटा सपोर्टको एरियामा आएर फेरि पनि उठेको छ। माइक्रो फाइनेन्स सेक्टरबाट पनि फन्डामेन्टल बेस्ट र लो क्याप तथा मिड क्याप स्टकहरूमा पनि फोकस गर्न सकिन्छ भने, र अनि अर्को भनेको चाहिँ डिभिडेन्ड क्यापेसिटी हेरेर डिभिडेन्ड क्यापेसिटी बढी भएको स्टकहरूमा पनि प्रवेश गर्न सकिने अवस्था रहेको छ। अब प्रवेश गर्न भने माइक्रो फाइनेन्स सेक्टर लगायतको अन्य कुनै पनि सेक्टरमा त्यस्तो डराउनु पर्दैन। अब आजको दिनमा भने लाइफ इन्सुरेन्स सेक्टरबाट पनि हामीले राम्रो नै देख्न सक्छौँ, राम्रो बढोत्तरी आएको देख्न सक्छौँ। लाइफ इन्सुरेन्स सेक्टर राम्रैसँग घटेको छ र अब बिस्तारै एड गर्न सकिन्छ लाइफ इन्सुरेन्स सेक्टरमा पनि। र नन लाइफमा भने पछिल्लो चरण एकदमै बढी इफेक्ट परेको थियो र अब बढ्दाखेरि पनि बढ्ने सम्भावना प्रबल रहन्छ। नन लाइफबाट जुन यो न्यू आएका स्टकहरूमा चाहिँ प्रवेश गर्नु बेस्ट हुन्छ, र जुनमा बढी इफेक्ट परेको छ त्यस्ता सेक्टरहरूमा भने प्रवेश नगर्नु नै बेस्ट हुन्छ। नन लाइफबाट प्रवेश गर्दाखेरि चाहिँ हामीले स्टकलाई एकदमै राम्रोसँग अध्ययन गरेर मात्र प्रवेश गर्नु उत्तम मानिन्छ। र त्यसै गरी म्यानुफ्याक्चरिङबाट हेरौँ। सेक्टर वाइजले हेर्दाखेरि म्यानुफ्याक्चरिङ सेक्टर योबाट घट्नलाई एकदमै टाइम लिइरहेको छ। जब म्यानुफ्याक्चर सेक्टरमा चाहिँ अब प्रवेश गर्न डराउनु पर्दैन, म्यानुफ्याक्चर र अदर सेक्टरबाट मजाले इन्ट्री गर्न सकिन्छ। जब यसको बढोत्तरी आउँछ तब राम्रो नै बढोत्तरी आउँछ। यसले हायर हाई बनाउने चान्स चाहिँ एकदमै प्रबल रहेको छ अबको बढोत्तरीमा। म्यानुफ्याक्चर सेक्टर र अदर सेक्टरमा चाहिँ हामीले त्यस्तो त्यो डराउनु पर्दैन। अब अदर सेक्टरबाट हेरौँ। अदर सेक्टर चाहिँ जुन यो लेभलबाट घट्नलाई एकदमै गाह्रो मानेको थियो र जब घटे एकदमै राम्रोसँग बढेको छ र अब फेरि पनि बढ्ने चान्स चाहिँ प्रबल नै रहन्छ अदर सेक्टरबाट। राम्रो स्टक चुज गरेर अदर सेक्टरबाट अझ पनि प्रवेश गर्न सकिन्छ। अब हामीले यसलाई स्टप लस मान्ने हो भने चाहिँ 2200 को लेभलबाट डाउन जान्छ भने स्टप लस गर्ने, होइन भने आजको दिनमा 2369 छ 2200 को लेभलसम्म यदि बजार डाउन झर्दाखेरि चाहिँ यो लेभलसम्म अड्किन्छ भनेदेखि चाहिँ हामीले रियाड गर्न सक्छौँ भने त्योबाट तल जान्छ भने चाहिँ स्टप लस गर्ने पाराले अदर सेक्टरबाट पनि प्रवेश गर्न सकिन्छ। र हामीले लास्टमा सेक्टर वाइजले हेरौँ। होटेल सेक्टरबाट, होटेल सेक्टरमा पनि राम्रोसँग गिरावट आएको कारणले गर्दाखेरि बजार जुन सपोर्ट जोनबाट पनि तल गएको थियो र त्यो भएको कारणले गर्दा बढ्दा पनि अब राम्रोसँग नै बढ्न सक्ने सम्भावना प्रबल रहन्छ। तर पनि जुन यो जेनजीको आन्दोलन र आन्दोलनको कारणले गर्दा यो ध्वस्त भएको होटेलहरूमा चाहिँ नगर अरू होटेलहरूमा चाहिँ मजाले एड गर्न सकिने अवस्था रहेको छ। सेक्टर वाइजले हेर्दा होटेल सेक्टरमा पनि मजाले इन्ट्री गर्न सकिन्छ। यदि 5880बाट डाउन जान्छ भने स्टप लस गर्ने, र त्योभन्दा माथि बस्छ भनेदेखि बिस्तारै एड गर्न सकिने अवस्था रहेको छ सेक्टर वाइजले हेर्दा होटेल सेक्टरबाट। त्यसै गरेर आजको दिनमा सर्किटको लेभलमा जुन यो कारोबार गर्न सफल रहेको न्याडी हाइड्रो पावर लिमिटेड रहेको छ। न्याडी अब हाइड्रो पावर सेक्टरबाट चाहिँ हरेक बेला चाहिँ एउटा न एउटा राम्रो पर्फर्मेन्स दिनै रहन्छ र अझ पनि बजार पोजिटिभ हुँदा त हाइड्रो पावर सेक्टरबाट प्राय राम्रो नै हुन्छ। र त्यसै गरेर न्याडी हाइड्रो पावरको चाहिँ फन्डामेन्टल अवस्था हेर्ने हो भनेदेखि हामीले पब्लिक सेयर जम्मा 1,50,00,000 मात्र देख्न सकिन्छ, जसलाई हामीले चाहिँ मिड क्याप कम्पनीको रूपमा हेर्न सक्छौँ। हामीले लो क्याप तथा मिड क्याप कम्पनीहरूमा भने मजाले प्रवेश गर्न सकिन्छ। तर यसको फन्डामेन्टल भने त्यति बेस्ट छैन। इपिएस रहेको छ -6.22 र डिआइएस इपिएस -6.22 रहेको छ। नेटवर्थ 68 रुपियाँ रहेको छ। फन्डामेन्टल आधारमा भने यसलाई त्यति बेस्ट मान्न सकिँदैन। अहिलेको अवस्थामा यसमा बोनस सेयरहरू त्यस्तो केही पनि छैन। तर पनि एउटा बजार चाहिँ राम्रोसँग घटिसकेको कारणले गर्दा लगभग 800 पुगेको बजार अहिले 300 350 को लेभलमा आएर बसेको छ। त्यो भएको कारणले गर्दा पनि यसमा चाहिँ बढोत्तरी आउने सम्भावना अझ पनि प्रबल रहन्छ। फन्डामेन्टल आधारमा भने त्यति बेस्ट छैन। 52 विकको हाई प्राइस हेर्नु भने 868 रहेको बजार अहिले 307 को लेभलसम्म पुगेर चाहिँ आजको दिनमा हेर्ने हो भने 396 मा गएर बजार क्लोज भएको छ। अझ पनि 50% डाउनमा नै रहेको कारणले गर्दा अझ पनि बढ्ने सम्भावना भने प्रबल रहेको छ।
अब न्याडी हाइड्रो पावरको चाहिँ जुन हामीले ब्रोकर एनालाइसिस गर्ने हो भने टप होल्डिङमा 56 र 49 नम्बरको ब्रोकर टप होल्डिङबाट देखिन्छ र टप बाइङबाट हेर्ने हो भने 56, 49, 91, 28 नम्बरको ब्रोकरले रेगुलर किनिरहेको छ र टप सेलिङबाट हेर्ने हो भने 41, 74, 34, 16, 89 लगायतको ब्रोकरहरूबाट चाहिँ हामीले टप सेलिङ देखिन्छ। सेलिङमा विभिन्न हरेक खालको ब्रोकर आछ भने टप बाइङबाट हेर्ने हो भने चाहिँ मेन भनेको 56 नम्बरको ब्रोकरलाई नै देखिन्छ। जबसम्म यो 56ले सेलिङ दिँदैन तबसम्म हामी ढुक्क भएर चाहिँ हामीले सर्ट टर्मको लागि प्रवेश गर्ने हो भने चाहिँ 56ले सेलिङ नदिउन्जेलसम्म ढुक्क भएर मजाले इन्ट्री गर्न सकिन्छ। तर समग्रमा एउटा राम्रोसँग घटिसकेको कारणले गर्दा अब हामीसँग कुनै पनि स्टक छ भने अहिले त्यस्तो डराइहाल्नुपर्ने अवस्था भने छैन। तर लङ टर्मको लागि भने ठिकै हुन्छ, किन भन्दा फन्डामेन्टल त्यति बेस्ट छैन, तर लो क्याप भएको कारणले गर्दा अब यसमा प्रवेश गर्नु भने त्यस्तो डराउनु पर्दैन। यदि सपोर्टको लेभलमा आउँछ भने बिस्तारै एड गर्न सकिन्छ अझै पनि न्याडीमा चाहिँ। त्यसै गरेर आजको दिनमा टप गेनरमा अर्थात् लगभग सर्किटको लेभलमा कारोबार गर्न सफल भनेको बिपिसिएल रहेको छ, जसको हामीले फन्डामेन्टल अवस्था हेर्ने हो भने चाहिँ पब्लिक सेयर 3 करोड 41 लाख किता, जसलाई हामीले हाई क्यापको रूपमा लिन्छौँ। हाई क्याप कम्पनीमा पनि राम्रो पर्फर्मेन्स देखिन थालेको छ। जब हाई क्याप कम्पनी नै बढ्न थाल्छ भने चाहिँ बजार एउटा राम्रै गतिले अगाडि बढ्छ भन्ने हामीले डिसिजन लिन सक्छौँ। त्यो भएको कारणले गर्दा नि अब सर्किट नै लागिसकेपछि केही समय चाहिँ वेट एन्ड सीमा बस्नु बेस्ट हुन्छ। अब 3 करोड 41 लाख किताब रहेको छ। यदि भोलिको दिनमा अर्थात् आगामी दिनमा हल्का तल आउँछ भनेदेखि हामीले मजाले एड गर्न सकिन्छ, जसको चाहिँ फन्डामेन्टल अवस्था हेर्ने हो भने इपिएस 6.63 रहेको छ, डिआइएस इपिएस 6.63 रहेको छ। अब यसको नेटवर्थ हेर्ने हो भने 208 रहेको छ। फन्डामेन्टल आधारमा यसलाई एकदमै बेस्ट मान्न सकिन्छ। तर अहिले यसको बोनस भनेको चाहिँ क्यास बोनस 5% मात्र देखाएको छ। अर्को भनेको चाहिँ लगभग 1000 पुगेको स्टक अहिले घटेर 623 को लेभलमा आएको छ। अझ पनि केही डाउन जान्छ अर्थात् सपोर्टमा आउँछ भनेदेखि यसमा प्रवेश गर्न सकिन्छ। फन्डामेन्टल अवस्था राम्रै छ, त्यस्तो डराउनु पर्ने अवस्था भने छैन। अब न्यू इन्ट्रीको लागि पनि मजाले इन्ट्री गर्न चाहिँ सकिन्छ। यदि सपोर्टमा आउँछ भने सपोर्ट कुरेर सपोर्टको लेभलमा आउँछ भनेदेखि प्रवेश गर्नु बेस्ट हुन्छ बिपिसिएलमा। अब हामीले बिपिसिएलको चाहिँ टप होल्डिङ हेर्ने हो भने 34, 84, 84, 75, 49 नम्बरको ब्रोकर आज बाइङमा चाहिँ धेरैले नै बाइ गरेको देखिन्छ र त्यसै गरेर टप होल्डिङमा पनि धेरैले नै होल्डिङ गरेको र टप बाइङबाट हेर्ने हो भने 34, 84, 75, 6, 38, 58, 49 नम्बरको ब्रोकरबाट टप बाइङ देखिन्छ र टप सेलरबाट चाहिँ हेर्ने हो भने 64, 48, 6, 17, 74, 66 नम्बर 77 नम्बरको ब्रोकरबाट देखिन्छ। अब यसमा चाहिँ खेलाडी भन्दा पनि हरेक सेक्टरबाट हरेक ब्रोकरले चाहिँ बाइङ गरेको भएको कारणले गर्दाखेरि र अनि अर्को भनेको फन्डामेन्टल पनि राम्रो नै रहेको कारणले गर्दा हामीसँग पनि किता छ भने डराउनु पर्दैन। तर सर्ट टर्मको लागि भन्दा पनि लङ टर्म, मिड टर्म तथा लङ टर्मको लागि प्रवेश गर्नु बेस्ट हुन्छ यस्ता स्टकहरूमा। त्यसै गरेर आजको दिनमा टप गेनरमा रहेको इडिबिएल त रहेको छ 9.98% को बढ्तरी, लगभग सर्किटको लेभलमा नै बढ्तरी रहेको छ। मैले तपाईँहरूलाई बारम्बार भनि नै रहेको छु डेभलपमेन्ट ब्याङ्कमा पनि प्रवेश गर्न सकिन्छ। डेभलपमेन्ट ब्याङ्कमा प्रवेश गर्दाखेरि चाहिँ अब मेन भनेको चाहिँ लो क्याप तथा अल्ट्रा लो क्याप तथा मिड क्याप, अल्ट्रा लो क्याप र मिड क्याप कम्पनीहरूमा र फन्डामेन्टल राम्रो भएको स्टकहरूमा प्रवेश गर्नु बेस्ट हुन्छ र राम्रोसँग घटेको स्टकहरूमा प्रवेश गर्न सकिन्छ। त्यसै गरेर आजको दिनमा टप गेनरमा अर्थात् लगभग सर्किटको लेभलमा इडिबिएल रहेको छ, जसको चाहिँ हामीले पब्लिक सेयर हेर्ने हो भने जम्मा 61,24,000 किता मात्र रहेको छ र प्रमोटर सेयर 63,73,000 रहेको छ। अब यसलाई चाहिँ हामीले लो क्याप कम्पनीको रूपमा हेर्न सक्छौँ, जहाँ कि डेभलपमेन्ट स्टकबाट, जसको चाहिँ इपिएस रहेको छ 3.27, डिआइएस इपिएस 2.09 रहेको छ। नेटवर्थ हेर्ने हो भने 167.35 रहेको छ। एनपिएल 6.71 रहेको छ। फन्डामेन्टल आधारमा यसमा ठिकै मान्न सकिन्छ र पछिल्लो चरणमा एउटा राम्रोसँग घटेर बसेको स्टक भएको कारणले गर्दा अझ पनि यसमा प्रवेश गर्न भने सकिन्छ। त्यसै गरेर आजको दिनमा टप गेनरमा रहेको रादी जुन यो हाइड्रो पावरको चाहिँ हेर्ने हो भने पब्लिक सेयर 1 करोड 84 लाख किता मात्र रहेको छ।
1 करोड 84 लाख किता पब्लिक सेयर, जहाँ कि अब हाइड्रो पावर सेक्टरबाट यसलाई हामीले मिड क्याप कम्पनीको रूपमा हेर्न सक्छौँ। मिड क्याप तथा लो क्याप कम्पनीहरूमा र अनि अर्को भनेको अनलकिङ डेट खुलिसकेको, यसको त अब 2021मा नै खुलेको भइहाल्यो। त्यो भएपछि चाहिँ यस्ता स्टकहरूमा भने प्रवेश गर्नलाई अब त्यस्तो डराउनु पर्दैन। फन्डामेन्टल आधारमा पनि यसमा चाहिँ इपिएस रहेको छ 20.65 रहेको छ, डिआइएस इपिएस रहेको छ 20.65 रहेको छ, नेटवर्थ हेर्ने भने 136.46 रहेको छ जुन फोर्थ क्वार्टरको रिपोर्ट अनुसार, र सेयर बोनस हेर्ने भने 4.75% र क्यास बोनस 0.25% गरेर टोटल 5% चाहिँ हामीले सेयर बोनसको रूपमा यसमा हेर्न सक्छौँ। र अनि अर्को भनेको चाहिँ अहिले पछिल्लो चरणमा यसको रिपोर्ट एकदमै बेस्ट आएको कारणले गर्दा पनि घट्नलाई पनि मानेको छैन, र अब बढ्दाखेरि यसलाई हायर हाई बनाउने चान्स प्रबल रहन्छ। यदि सपोर्टको लेभलमा आउँछ भनेदेखि हामीले मजाले इन्ट्री गर्न सकिने अवस्था रहेको छ रातिमा। अब रातिको चाहिँ हामीले टप होल्डिङबाट हेर्ने हो भने अल ब्रोकरहरूले नै बढी फोकस गरिरहेका छन्। 75, 58, 77, 97, 56, 66 नम्बरको ब्रोकरबाट हामीले टप अप होल्डिङ देख्न सकिन्छ भने टप बाइङबाट हेर्ने हो भने 45, 75, 34, 58, 26, 77, 97, 89, 56 नम्बरको ब्रोकर टप बाइङमा देखिन्छ, र टप सेलिङबाट हेर्ने हो भने 84, 43, 45, 39, 65, 7 नम्बरको ब्रोकरबाट टप सेलिङ देखिन्छ, र टप सेलिङ भन्दा पनि टप बाइङले नै यसमा बढी फोकस गरेको कारणले गर्दा हामीले सर्ट टर्म तथा मिड टर्मको लागि पनि प्रवेश गर्न सकिने अवस्था रहेको छ रातिमा। जबकि अब यसमा चाहिँ 630बाट डाउन जान्छ भने स्टप लस गर्ने, होइन भने चाहिँ अब मजाले एड गर्न सकिन्छ। अबको यसको बढोत्तरीमा भने हायर हाई बनाउने चान्स प्रबल रहेको छ। त्यसै गरी आजको दिनमा टप गेनरमा लगभग सर्किटको लेभलमा कारोबार गर्न सफल एलबिबिएल रहेको छ, लुम्बिनी विकास बैंक लिमिटेड, जुन डेभलपमेन्ट ब्याङ्कबाट डेभलपमेन्ट ब्याङ्कमा अझ पनि हामीले मजाले एड गर्न सक्छौँ, र एलबिबिएलमा पनि एड गर्न सक्छौँ। किन भन्दा राम्रोसँग घटेर सपोर्टको जोनबाट फर्किन खोजेको छ। यदि भोलिको दिनमा अर्थात् आगामी दिनमा केही तल केही सपोर्टको लेभलमा झर्छ भनेदेखि इन्ट्राडे लो पारेर हामीले अझ पनि केही किता एड गर्न सक्छौँ, जसको चाहिँ हामीले हेर्ने हो भनेदेखि पब्लिक सेयर 1 करोड 78 लाख र प्रमोटर सेयर 1 करोड 85 लाख किता रहेको छ, जसलाई हामीले मिड क्याप कम्पनीको रूपमा, जुन यो डेभलपमेन्ट ब्याङ्कको मिड क्याप कम्पनीको रूपमा हेर्न सकिन्छ। डेभलपमेन्ट ब्याङ्कको लो क्याप, अल्ट्रा लो क्याप तथा मिड क्याप कम्पनीहरूमा र फन्डामेन्टल राम्रो भएको स्टकहरूमा भने मजाले इन्ट्री गर्न सकिन्छ, जसको इपिएस रहेको छ 10.48 रहेको छ, डिआइएस इपिएस 8.13 रहेको छ, नेटवर्थ हेर्ने हो भने 192.73 रहेको छ, एनपिएल 4.55 रहेको छ, पिई रेसियो 42.84 रहेको छ। अब फन्डामेन्टल आधारमा यसलाई राम्रै मान्न सकिन्छ, र पछिल्लो चरण एउटा राम्रो बढेर राम्रो गिरावट पनि आएको छ, जहाँ कि जुन स्टक राम्रोसँग घट्छ त्यो स्टक बढ्ने सम्भावना प्रबल नै रहन्छ। त्यो भएर अझ पनि इन्ट्राडे लोमा अझ अर्थात् अलि प्राइस तल झरेको अवस्थामा भने बिस्तारै एड गर्न सकिने अवस्था रहेको छ एलबिबिएलमा। त्यसै गरेर आजको दिनमा टप लुजरबाट हेर्ने हो भने चाहिँ हामीले एचपिपिएललाई हेर्न सक्छौँ। अब एचपिपिएल भने पछिल्लो चरणमा चाहिँ राम्रोसँग बढेर पनि बसेको छ, जसको चाहिँ हामीले चार्टबाट हेर्ने हो भने 3 दिन रेगुलर बढेर चाहिँ आजको दिनमा केही करेक्सन आएको छ। अब रेगुलर बढेको स्टकमा करेक्सन आउनु नर्मल पनि हो, र फन्डामेन्टल आधारमा पनि यसमा त्यति नराम्रो भने छैन, जहाँ कि अब यसको चाहिँ हेर्ने हो भनेदेखि अनलकिङ डेट पनि भइसकेको, र अनि अर्को भनेको प्लस पोइन्ट यसको 50% चाहिँ राइट सेयरको लागि प्रस्ताव पेश भएको छ। अब 50% राइट सेयर आउने सम्भावना एकदमै प्रबल रहेको छ, जस कारणले गर्दा पनि पछिल्लो समय यसमा राम्रो इफेक्ट परेको थियो, र जसको इपिएस रहेको छ 6.82 रहेको छ, डिआइएस इपिएस 6.82, नेटवर्थ हेर्ने हो भने 116.10 रहेको छ। फन्डामेन्टल आधारमा यसलाई राम्रो नै मान्न सकिन्छ। र अनि अर्को भनेको चाहिँ यसको पब्लिक सेयर जम्मा 1 करोड 7 लाख किता मात्र रहेको छ, जुन हाइड्रो पावर सेक्टरबाट मिड क्याप कम्पनीको रूपमा यसलाई हेर्न सकिन्छ। यस्ता कम्पनीहरू बढ्दा पनि राम्रोसँग बढ्छ र घट्दा पनि राम्रोसँग घट्छ। यदि घटेर सपोर्टको एरियामा आउँछ भने चाहिँ बिस्तारै एड गर्न सकिन्छ, किन भन्दा फन्डामेन्टल अवस्था राम्रै छ, र राइट सेयर पनि 50% दिने सम्भावना प्रबल रहेको कारणले गर्दाखेरि चाहिँ यसमा अझ पनि इन्ट्री गर्न डराउनु पर्ने अवस्था हुने छैन। आजको दिनमा भने टप लुजरबाट -6.63 अङ्कको गिरावट आएको छ। यदि आगामी दिनमा पनि भोलिको दिनमा पनि घट्छ भने चाहिँ बिस्तारै हामीले एड गर्न सकिन्छ। हिमालयन पावर पार्टनरले 50% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न कहिले बोलाए एजिएम भनेर यसरी हालेको छ। यसले चाहिँ 50% राइट सेयर दिने सम्भावना प्रबल रहेको कारणले गर्दा प्रवेश गर्न सकिन्छ।
र अनि अर्को भनेको चाहिँ यसको टप बाइङ भनेको 58ले नै दिइरहेको छ आजको दिनमा पनि 58, 29, 34, 48, 17 नम्बरको ब्रोकरबाट दिइरहेको छ र टप सेलिङ पनि 58ले नै दिइरहेको छ। यसमा घटाउने पनि 58को नै भूमिका छ। यदि भोलिको दिन अर्थात् आगामी दिनमा 58ले सेलिङ दिन छोड्छ भनेदेखि यसमा इन्ट्री गर्न सकिन्छ। जबसम्म 58ले सेलिङ दिन्छ तबसम्म यसमा इन्ट्री नगर्ने, 58ले जुन दिन यसमा सेलिङ दिन छोड्छ त्यस पछाडि इन्ट्री गर्नु चाहिँ बेस्ट हुन्छ। र 58ले सेलिङ दिँदा राम्रोसँग घटिसक्यो भने चाहिँ इन्ट्री नगर्ने। किन भन्दाखेरि 58ले बाइङमा फोकस गरेर सेलिङ दिन छोड्यो भने यसमा इन्ट्री गर्ने, यदि बाइङ गरेन र सेलिङ दिन छोड्यो भनेदेखि यसबाट निस्किनु नै बेस्ट हुन्छ। तर यदि 58ले बाइङ गर्छ र सेलिङमा चाहिँ छोड्छ भनेदेखि यसमा डराउनु पर्ने अवस्था भने हुँदैन। अहिले भने केही समय वेट एन्ड सीमा बस्ने, किन भन्दा 2-3 दिनसम्म राम्रोसँग बढिसकेको छ। त्यो भएको कारणले गर्दा पनि बढेको स्टकबाट अर्को स्टकमा प्रवेश गर्न पनि सकिन्छ। तर पनि केही समय वेट एन्ड सीमा बस्नु नै बेस्ट हुन्छ। यसमा चाहिँ यदि 58ले सेलिङ दिन छोड्छ भनेदेखि फेरि पनि इन्ट्री गर्न सकिने अवस्था रहेको छ। यस्तै गरेर हजुरहरूलाई पनि कुनै पनि स्टकको बारेमा जिज्ञासा तथा प्रतिक्रिया भएदेखि कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला भन्दै आजको लागि बिदा हुन्छु। हस्त, धन्यवाद।